आज कतिको दुःख पाइयो धेरै दुःख पाइयो के गर्ने र च्याउको काममा च्याउको हिँडेछ के च्याउको हिँड्छ च्याउ यस्तो तातो तपाईँहरूले हजुरहरूले यस्तो खानु होला अनि नयाँ अर्ग्यानिक च्याउ हो हामीले यस्तो खोजेर दुःख पाएर म त घाममा प्रेसर हुन्छ आज शीतल हुन्छ त्यही भएर हिँडेछु आज त्यही भएर हाम्रो च्याउ खाने पाइन्छ यहाँ खाना पाइन्छ सधैँ यस्तो च्याउ मात्रै खाने च्याउ खाने पाइन्छ अनि आफ्नो आफ्नो च्याउ तपाईँहरूले सिजनमा यस्तो यस्तो तपाईँले त कौलो अघि चिप्पिएको भन्नु होला यस्तो जानु होला खोज्नु अरे अब पानी पर्यो उम्रिँदैछ हामीले यस्तो मगज गरेर आउँदैछ हामीले सधैँ ल्याउँछ अनि यस्तो सधैँ खान्छ यहाँ पनि छ सागको चाहिँ हेर्नु सबैले त साग खान्छ कि न यो पुरानो सागपछि बलिया छ साग खाने चाम्रे च्याउ खाने खाने मटर खाने चाम्रे च्याउ खाने सबै खान्छौँ हामीले सधैँ खोटे खाने गर्छौँ हामी त जाँगर खान्छौँ जाँगर मान्नु होला अनि हाम्रो भनेर नसुन्नु होला तपाईँहरूले पनि खोजेर खानु होला च्याउ यसरी हेर्नु यस्तो छ कति राम्रो चाहिँ छिप्पेको जस्तै मान्ने जान्छ त्यो यस्तो छिप्पेको च्याउ देखाएको छ भन्नुभयो त्यो जातै यस्तै हो ini tanah kayak siapa bisa kemana nggak? यहाँ यस्तो र यस्तो राम्रो छ हेर्नु राम्रो छ माथि मात्र होइन कि तल पनि छ तल भुइँमा पनि छ हेर्नु धेरै छ चाम्रे च्याउ पनि छ यो साग साग छ हाम्रो के भन्नुहुन्छ यो साग कुरी कुरी साग हो नि फेरि यो कुरी कुरी साग हो यो आसी घाँस काट्ने भनेर लग्यो रहेछ भन्नुभयो होला यो होइन चोर आयो भने यो ठुट्नो ठुट्नो माथि आँखा आँखामा कुहाप्ने भनेर ल्याएको यो बोटुक चाहिँ फेरि पानी खाने भनेर घाम हुन्छ त्यही भएर मैले खाइसक्यो चिसो पानी हो एउटै च्याउ चाहिँ अल्छी नमान्नु होला है अल्छी नमान्नु होला जानु होला खोज्नु होला जङ्गलमा खोज्नुपर्छ फेरि पाखा गरेर च्याउ कति राम्रो यस्तो च्याउ हेर्नु त यस्तो राम्रो च्याउ हाम्रो देउरानी कान्छीहरू पनि आउनु भएको थियो त्यहाँहरूले पनि भेटाउनु भयो होला हामी जाने बेला त्यहाँहरू खोजेर पनि फर्किनु भएको थियो उठेर नाट्नु न त एकचोटि च्याउ भेटाएको खुसियालीमा